हजुरहरू सबैलाई मेरो नौलो किचनमा स्वागत छ। आज म आलु परोठा बनाउँदैछु। कुकरमा आलु राखेर थोरै नुन राखेर कुकरको ढक्कन पनि लगाइदिइसकेँ। ग्यास जलाएर कुकर पनि बसालेँ। त्यसपछि अब कुकरले सिटी पनि लागिसकेको छ है। अब कुकरको ढक्कन खोलेर आलु कस्तो छ भनेर हेर्नु पर्यो। आलु पनि हेर्दाखेरि थोरै पाके जस्तो लागेको छ। अब आलु पनि पाकेको रहेछ। त्यसपछि म भाँडोमा खनाएँ। भाँडोमा खनाइसकेपछि अलिअलि गरेर यसलाई फुटाल्ने कोसिस गरेकी छु। यसलाई फुटालिसकेपछि अब म ग्यास जलाएर फ्राई प्यान तताएँ। थोरै तेल राखेर जिरा पड्काउने कोसिस छ। जिरा पड्काइसकेपछि थोरै लसुन, अदुवा अनि प्याज राखिदिएँ। त्यसलाई रातो भएपछि मैले माथिबाट फेरि अघि काटेर खुर्केर राखेको मेरो गाजर थियो, त्यो गाजर राखेर चलाइ पारेँ। त्यसपछि मैले टमाटर राखेर पनि चलाएँ। टमाटर राखेर चलाइसकेपछि अघि मैले फुटालेको आलु थियो, त्यो आलुलाई यही मसलामा मिसाइदिएँ। मिसाइसकेपछि थोरै खुर्सानी, नुन, बेसार राखेर अलिअलि चलाउँदै गएँ। त्यसपछि मैले नेगी काटेको थियो, त्यो नेगी पनि मैले मिलाएँ। मिलाइसकेपछि अब यो मसला तयार भयो। म कटौरामा पनि राखेर त्यसपछि म गमलामा थोरै गहुँको पिठो राखेर 2वटा अन्डा पनि मिसाएर यसलाई मुस्दै हुनुहुन्छ मेरो श्रीमानज्यूले। यसलाई सबै पानी राखेर थोरै पानी राखेर मिलाउनु भएको छ र यो पनि रेडी भयो। अब थालले ढाकेर 15-20 मिनेट यसलाई राखेर यो 15-20 मिनेट राखिसकेपछि यो रेडी भएछ। अब हामी यसलाई सानो सानो गोला बनाएर अनि त्यसपछि परौठा बनाउने तयारी गरियो। परौठा बनाएर अब हाम्रो फ्राई प्यान पनि तयारी भएको छ। फ्राई प्यानमा परौठा राख्यौँ। अब यसलाई तातिसकेपछि यसलाई फर्काउँदै जाने। रातो भएछ। अब यो फर्काउँदै गएपछि फेरि पनि फर्काउनु पर्यो पाकन्जरी। अलिअलि गर्दै पाक्दै गर्छ। त्यसपछि हाम्रो त्यो एउटा तयार भयो। फेरि अर्को पनि पकाउने तयारीमा छौँ। थोरै घिउ राखेर त्यहाँ माथिबाट परौठा राखियो। अब परौठा तातो फ्राई प्यानमा परौठा राखिसकेपछि अब यसलाई हल्का हल्लाउने। त्यसपछि अनि त्यो परौठा फर्काउँदै रातो हुने गरी पकाउने। यसलाई रातो हुने गरी पाकिसकेपछि यो पनि फर्काउँदै जाने। फर्काउँदै गइसकेपछि अब हाम्रो परौठा तयारी भयो। हजुरहरूलाई हाम्रो रेसिपी कस्तो लाग्यो? मन पर्यो भने लाइक, कमेन्ट, सेयर गरिदिनु होला र हजुरहरूले पनि बनाएर खानुहोला।